यता चाहिँ काम यति साह्रो छ नि आज मन्डेको दिनमा हेर्नुहोस् लथालुथुङ यतातिरै भाँडा यता यता चाहिँ मैले तोरी साग उयो गरेर राखेको छु बोइल गरेर यसलाई चाहिँ म मिक्सीमा पिसेर बनाउँछु। यता कोलबुङाको चटनी खाने भनेर रेडी गर्छु। हेर्नुहोस् हामीको चाहिँ यो चुल्हा होइन ग्यास त्यो के भन्छ मतलब ग्यास होइन चुल्हा जलेको जत्तिकै हुन्छ त्यहाँबाट यस्तो कालो हुन्छ भाँडाहरू। हेर्नुहोस् हप्तामा एकबार चाहिँ यस्तो मास्नुपर्छ नि सब कालो छ यस्तो अहिले पुरा मास्नुको लागि स्टार्ट हुन्छ सब मास्नुपर्छ। मेरो घर लाटाङ लुटुङ्गे चाहिँ आधा उद्धि चाहिँ उतातिर बहिनीले सफा गरेको छ। हेर्नुहोस् यता गिरेको उता गिरेको यता मेरो बसन्ती बसिरहेको छ। म चाहिँ हातमा अलिकति पेक लगाउँछु मलाई यो चाहिँ म चिटिकै परेर लगाइहाल्छु ल। ल साथीहरू हेर्नुहोस् यता चामल सुकाउनुको लागि ढ्यामै बिछाइदिएँ मैले चाहिँ। यो चाहिँ अलिकति नयाँ चामल थियो किरा लाग्नु आँटेछ के केमा मिलाएर खानुको लागि ठिक हुन्छ नि त अलिअलि। चाम्रे हात चाहिँ बेस्ट हुन्छ नि नयाँ चामलको। तर यहाँ सुकाएर राखिदिएको छु यस्तो चर्को घाम छ नि सब। मेरो बहिनीको हालत यस्तो छ यसले केटाको काम गर्नुपर्छ र केटीको काम गर्नुपर्छ सब आज लेकिन यसले बहुत काम गर्छ बिचरा किनकि यो कति दिनबाट डाइटिङ भनेर आज थाहा छैन के जोस उठेछ यसले पुरा यता सफा गरेर पुरा उता उति एकदम यसले सफा गरेर घर चाहिँ चिटिकै पारेको छु बा पुरा सफा गरेछ यसले। किनकि मेरो चाहिँ किचनको ड्युटी हो नि त मेरो पनि छोड्नुको लागि त बहुत छ। खुर्सानी यता सुकाएको छु मैले आज चाहिँ चर्केको घाम छ मेरो। यहाँ हेर्नुहोस् खुट्टा हो यो मेरो यो भएन भने खुट्टा टुटेको जत्तिकै हुन्छ यो मेरो खुट्टा हो। साथीहरू म चाहिँ खाना खानुको लागि बसेको अहिले चाहिँ कति टाइम मेरो चाहिँ के हो यता मैले चाहिँ तोरी यस्तो पुरा बोइल गरेर ग्राइन्डरमा पुरा पिसेर अनि यता लसुन ससुन ढालेर मजाले यस्तो गरेछु। यो चाहिँ रोटीसित पनि मजा आउँछ म रोटीसित पनि ट्राई गर्छु राति। यता सब्जी छ यता चाहिँ खसीको मासु छ अनि यता चाहिँ छ कोलबुङाको चटनी तिल हालेर मजाले बनाइदिएको छु मैले यहाँ हेर्नुहोस्। अनि यता पापड यता खाना मैले चाहिँ खाना खानु लागेँ साथीहरू। खानासाना खाएर खत्तम मेरो घरको काम चाहिँ म चाहिँ अब लेट्नु गएको एकछिन आराम गर्दैछु सबै काम खत्तम। भाँडा धुलाउँदा आज चाहिँ हालत खराब भएको थियो मेरो गाइसहरू बाई। अनि आफ्टरनुन गुड आफ्टरनुन हजुर सबलाई। अहिले 2:30 भइसकेछ एकछिनमा चाय साय पिने टाइम हुन्छ होला। म चाहिँ अब सुत्नुको लागि बसेको।